हामी सुक्खा पोलेर खान जाँदैछौँ यहाँ। समुदाय कता हामी सिक्का यस्तो छ है गाई। यो चाहिँ फुल हो के को सिक्का बनाउँदै हुनुहुन्छ। सिक्काको मास्टर भइ हुनुहुन्छ भन्नु न। कुक मास्टरै हो मेन सेफ मिस्टेक त थोरै थोरै गऱ्यौँ हामीले गर्नु त तेल चाहिँ ल है साथीहरू हामी चाहिँ एउटा कहिले चाहिँ पोखरीतिर जाँदैछौँ। टक्क गएर सिक्का फुलेर खानु चाहिँ आज चाहिँ हामी सिक्का पोलेर खान जाँदैछौँ। यहाँतिर एउटा पोखरी छ त्यहाँतिर चाहिँ हामी जाँदैछौँ। खानु गएर सिक्का पोलेर खानुपर्छ गाइज। सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यहाँ। समुदाय कता हामी पोखरीतिर यहाँ के छ सिक्का छ नि हेर्न मासु सिक्का त्यसमा टक्क राखेर पोलिराख्नुपर्छ। ओहो हावा चलेको छ पेट्रोल पम्प छिर्ने हो र। तपाईँहरू त खानु छोडेको खानु हुँदैन। सिक्का टक्क राखेर पोल्नलाई चाहिँ त्यो लिएको छ हामी। त्यस कायदा रहेछ यो मेघदाई के छ जाने होला नि होइन। आज यसो डबल दाई हुनुहुन्छ उता ऊ अगाडि घोडा टोपी सोपी लाएर। ओ सुरज सर जाने अब हामी कहाँ जाने हो रे हामी पोखरीतिर। हजुर पोखरीतिर सिक्का यसो पोलेर खानु पऱ्यो होइन रमाइलो परेको के हो त। ओ यस्तो छ है यहाँ चाहिँ क्रोसियाको यो चाहिँ गाउँ नै हो कि चाहिँ समुदाय। यहाँ हेर्नु यहाँ स्याउको यो स्याउ होइन त यो स्याउको बुट्टा यो चाहिँ स्याउको फल्छ। अब यस्तो छ है पुरै गाउँ नै हो यहाँ चाहिँ क्रोसियाको। समुदायहरू पहिलोचोटि यहाँ पोखरीमा होइन समुदाय म अगाडि जान्छु ल। तपाईँको भोट भिडियो खिच्छु ल खतरा। वाह के स्माइल दिएर त यार। राम्रो आएको हो मेरो मोबाइलबाट नि यार दिउँसोमा त। यो चाहिँ घाँस छुट्टी तर अहिलेसम्म चाहिँ घाम लागिरहेको छ। अहिले चाहिँ पुरै त्यो बादल लागिरहेको माथि यस्तो छ पानी चाहिँ पर्ला जस्तो देखिरहेको। ठिक छ त्यही पनि यहाँ छ अलिअलि माल पानी छ। अब स्याउ यो चाहिँ अब स्याउ पछि फल्छ एकदमै।
यस्तो छ है गाई चिसो अंगूर भी बहुत खाए अङ्गुरहरू नि टन्नै हुन्छ यो चाहिँ घाँस है गाई चाहिँ पूरा लटर आयो सानो होला यहाँको मान्छेले फेरि त्यो बाहिर फलेको चिज के राख्ने तल अरू ल्याबमा टेस्ट गरेको बल्ल खाने हुन्छ अरू त्यो उता होइन त्यो फुटबल खेल्ने नि त्यो ठाउँमा हेर्छ त्यो के अरे यत्रो ए कम खायो नि है अनि हाम्रो नेपालतिर भएको एउटा हुन्छ क्या एउटा हुन्थ्यो धेरै खाएँ नि आमा टिकुरी ल्याएको थियो अनि प्लास्टिक भयो मैले त 2-3 दिनसम्म पनि खायो गाई चाहिँ यहाँ चाहिँ अहिले के छ भने अस्तिसम्म हिउँ परेर यो जङ्गलहरू चाहिँ पुरै नाङ्गै यो अहिले पनि देख्न सक्नुहुन्छ अब चाहिँ पलाउन सुरु गरिरहेको छ एउटा दुईवटा चाहिँ अलिकति पलाइरह अब यो बाँकी सुकेको जस्तो देखेको बुट्टाहरू सबै पछि पलाउँछ गाई चाहिँ पछि योहरू पनि सबै हरियाली हुन्छ यहाँ चाहिँ यस्तै 4-5 महिना हिउँ पर्ने सिजनमा चाहिँ यो पुरै नाङ्गै हुन्छ बिरुवाहरू यो पुरै घाँस हो आज चाहिँ जोस खाना बनाएर सँगै पनि खाइयो अनि ट्याक्क लाएर हामी चाहिँ सँगै आज चाहिँ हजुर हो सोच्दै के बोल्नु के भन्ने अब हामी उता जाँदैछौँ पोखरीमा आज छुट्टी थियो होइन आज हाम्रो छुट्टी हो यसो इन्जोय गर्नको लागि जाँदैछौँ साथीहरूसँग कतिजना छौँ है 5 जना 5 जना छौँ यस्तै हो कहिले कस्तो छुट्टी कहिले कस्तो यस्तै हो हामीलाई भन्छ चले चले अगाडि चाहिँ पटक पड्काउने भुर्र पार्ने कुदाउने होइन साला ठिक छ केही छैन गाई ल हेर्नु साथी यो चाहिँ यो खास देख्दाखेरि चाहिँ सुकेको जस्तो देखिन्छ तर यो होइन यो अब चाहिँ हरियो हुन्छ यो चाहिँ यो चाहिँ अब हरियो भएर आउँछ गाई चाहिँ साथीहरू यस्तै हुन्छ यो पछि जाड यस्तो छ अघि यो मौसम राम्रो थियो घाम लागिरहेको थियो अहिले चाहिँ यस्तो बादल लागेको छ तर ठिक छ गाई चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ कोरोसियामा पनि गाउँ साइड चाहिँ यस्तै हो सेम नेपालको जस्तो छ यो फलफुल धेरै यहाँ जङ्गलमा पनि धेरै फलफुलै लाउने रहेछ क्या दाइ है ल महत्त्व छ हेर्नु सक्नुहुन्छ यो फुल अब के हो तर बाँच्न चाहिँ खतरा आइरहेको बाँच्न चाहिँ बबल आइरहेको हेर्न सक्नुहुन्छ के फुल हो होइन नेपालमा चाहिँ महत्त्व दिँदैन यस्तोहरूलाई यहाँ चाहिँ तपाईँको यो फलफुल होइन अनि फुलहरू भन्ने बित्तिकै चाहिँ यो चाहिँ जहाँ पनि है एकदम महत्त्व दिने कि ल ल हेर्नु यो चाहिँ के को साग हो यो मुला हो र दाइ यो के हो यो तोरी हो विकासे तोरी हो रे ए सर्सो भनेकै तोरीको तेल होइन र त्यो तोरा भन्छ कि क्या हो त्यो हो कि क्या पहेँलो हुन्छ कि ए हो त्यो है गाई माटोको डल्लो पनि जोता हेर्नु यहाँ कत्रो डल्लो निकालेको छ यहाँको ट्र्याक्टरै खतरा यहाँको हेभी हुन्छ अनि
जाँदै आइपुगे अब यहाँबाट त्यो छ नि उताको झम्मै त्यो हरियो छ नि त्यो उता सिधा के त्यो सेतो फुल फुलेको छ नि त्योभन्दा उतापट्टिको के त्यो हो त्यहाँ के हेर्न सक्नुहुन्छ गाई यो त स्याउ होइन स्याउको बुट्टा फल्न अगाडि फुलिसकेको छ हेर्नु युरोपको गाउँको घर भनेको यस्तै हो यसको यहाँ चाहिँ सबै यस्तै घर हुँदैछ अनि खासमा चाहिँ किनभने अब हिउँ पर्दाखेरि चाहिँ त्यो अर्को घरमा चाहिँ के हुन्छ भने नेपाली छत भएको घर बनायो भने चाहिँ धेरै दिनसम्म अब जम्छ अनि सबै घरभित्र रसेर जाने भएको हुनाले यस्तो घर चाहिँ बनाउँदो रहेछ क्या हान्दै किनभने यो झर्छ पछि जमिन पनि छिटो झर्छ त्यही भएर यस्तो घरहरू बनाउँदो रहेछ साथीहरू हेर्न सक्नुहुन्छ यो चाहिँ गाउँ तर नेपालमा चाहिँ अब गल्ली हुन्छ अनि घर पनि भित्र हुन्छ यहाँ चाहिँ ठ्याक्कै छेउमा मात्रै घर हुन्छ त्योभन्दा पछाडि सबै खेती गर्ने ठाउँ हान्दै यहाँ जङ्गल छ यो भित्र चाहिँ हेर्न सक्नुहुन्छ यहाँ आइपुग्यो हामी चाहिँ यहाँ एउटा पोखरी छ त्यो पोखरीतिर चाहिँ सक्क गएर सेक्का सुक्का खाने प्लानिङ गरिरहेको यहाँ चाहिँ आउने सङ्कटको लागि होइन पूर्व योजना भनौँ न पूर्व तयारी यस्तो हुन्छ गाइड्स अब हामी चाहिँ त्यो मेन रोडदेखि चाहिँ अलिकति भित्र कच्ची बाटोको यो सानो गाउँमा आइपुगेका छौँ अब हामी चाहिँ पोखरीतर्फ जान्छौँ अस्ति बाख्रा काट्न आएको यहाँ होइन तपाईँ हामी उयो भित्र घरमा यहाँ चाहिँ हामी गाई भेडा बाख्रा काट्ने हो कम त महँगो छ र यहाँ भेडा बाख्रा पनि फेरि नेपाल 300-400 युरो भनेको थोरै त 10 देखि भेडा 500 युरो भने होइन उहाँको इभानको कति म 500 युरो भने कति भेट्यो दाइ यार त्यहाँ त घोडा पनि छ होइन हामी के यही बारी जानेहरू चाहिँ ए हो त्यही त गाली गर्छ ल गाइस हामी चाहिँ ठक्क पोखरीतिर आइपुग्नु लाग्यौँ यस्तो छ यस्तै छ मान्छे त्यहाँ पहिले ओहो ऊ त्यहाँ त मान्छेहरू त आइरहेको रहेछ त्यहाँ माछा मार्यो ए तिनीहरू माछा मार्ने होला त्यहाँ पारी खाली होला है पोखरी अलि मैले चलाउनु खोज्नु मानेको त आज भोलि के हो सर यो अस्ति पुरा झार जङ्गल थियो नि त्यही भएर अलिक देखिन्थ्यो अहिले त माथि देखिन्छ के ल यहाँको गाउँै गाइस पानी बढ्यो होला आज हिँडेको त दाउरा पनि यहाँ रहेछ दाउरा होइन पोलेर खानुपर्ने हुन्छ त्यही भएर चाहिँ दाउरा गरेको छौँ यस्तो छ दाइ त्यो एउटा तान्नुहुन्छ मेरो बोतलले गर्दाखेरि मिलेन कि त्यो सिङ्गै तानिनु नि दाइ हो दाउरा रहेछ हामी चाहिँ सर दाउरा पनि लाउनु पर्ने हुन्छ होइन गाइज हामी चाहिँ ल यहाँ पोखरीतिर आइपुगेका छौँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सानो पोखरी उतापट्टि एउटा त्यहाँ छ त्यहाँ मान्छेहरू चाहिँ माछा मार्दैछ यहाँको मान्छेहरू यस्तै छ गाइज है पोखरी यो चाहिँ हाम्रो छुट्टीको बेला यसो माइन्ड फ्रेस गर्न आउने ठाउँ नै हो यो चाहिँ हाम्रो यस्तै होइन दाइ कहाँ जानु छ र यता होइन
अब के भन्ने यस्तै हो माइन्ड फ्रेस गर्नलाई त्यही हो पहिला एकचोटि नै आएको धेरै नै रमाइलो भयो हजुर हजुर दाइ दाइ टाइम छ दामी रहेछ ल हेर्नु है यहाँ चाहिँ यस्तो छ यो फुल के हो तर प्रायः जस्तो यहाँ अरू नचाहिने बोट बिरुवा भन्दा चाहिने बिरुवाहरू चाहिँ धेरै लगाउँछ यहाँ चाहिँ जङ्गल होस् या बाटो सबै फलफुलहरू चाहिँ लगाएको हुन्छ गाई चाहिँ यहाँ चाहिँ है यहाँ काठको पुल रहेछ तर जीर्ण भइसकेको छ तर राम्रै रहेछ यो फुल छ यस्तो घाँस हो यहाँ चाहिँ पानी परे पनि त्यस्तो समस्या चाहिँ छैन क्या समुदाय पानी परे पनि समस्या छैन क्या छाप्रो मुनि हो ट्याक्कै ए यहाँ भाष्य छ हो यहाँ चाहिँ भाष्य छ यहाँ त गहिरो होला ल गाई चाहिँ यहाँ चाहिँ पहिला पनि आएको गाई चाहिँ हामी रुख काट्दैछ नि यहाँको त ओहो हजुर ओहो फोहोर चाहिँ हामी रहेछ यहाँ आउने त अरू त नआउँदो रहेछ यहाँ त यो तर यिनीहरूले हामीलाई केही भन्दैन कि यिनीहरू जो यहाँ दाउरे भएको मान्छे आयो भने पनि यिनीहरू केही भन्दैन नराम्रो जन त हो के यसैको लागि बनायो नि त यो त एकदम तल डाउरा राखिदिएको छ ए ल यस्तो छ गाई चाहिँ देख्न सक्नुहुन्छ टेबल सेबल पनि थियो त यहाँ त पुरै यहाँ पनि सुकेको रुख चाहिँ काटेछ गाई यस्तो छ है यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पोखरी यो चाहिँ यस्तो छ यो त बस्न कुर्ची जस्तो पो बनाएर राखिदिएछ त यहाँ छ यहाँ चाहिँ टक्क सेकको पोलेर खाने हो यस्तो छ है गाई चाहिँ लाइटर साँझ यार बोक्नु भयो नि ए दाइसँग भन्नु यस्तो छ है गाई प्लास्टिक बन्दै अब यसो गर्दै भने चाहिँ फेरि ऊ हुन्छ क्या कपिराइट हुन्छ त्यही भएर लास्टमा बजाउने हो माल खाँदै गएपछि यस्तो छ सुरसर के छ त नि ठिक छ हजुर पहिला पनि उहाँ नखाने त्यतिखेर खानुहुन्थेन कि होइन अनि बनाउने धेरै दुईजना के दाइ र अनि खान त मैले खाने हो कि ए हामीलाई समस्या भएको कारणले त्यतिखेर म टक्कै छोडेको छोराछोरी भयो कि त्यो अब सुधार भयो स्वास्थ्यमा त्यसले त्यही राम्रो कुरो हो त्यो भएको कारणले गाई हामी चाहिँ टक्क फोटोसोटो खिच्यौँ होइन अब यस्तो छ गाई है यहाँको माहौल चाहिँ ओ यस्तो छ पोखरी सर यस्तो छ अब हाम्रो चाहिँ तयारी हुँदैछ अब कोइला बनिसक्यो अब यस्तो गाई चाहिँ यस्तो छ यहाँ फुलहरू सर यस्तो छ है गाई यो चाहिँ फुल हो के को हो अब यो चाहिँ कुनै फलफुलको हो यो चाहिँ यस्तो छ हामी चाहिँ फोटोसोटो हक्क खिच्यौँ दाइ यहाँ पोखरी माछा छ र छैन होला ल हामी चाहिँ टक्क पोखरीतिर आयो उहाँ चाहिँ आगो सागो बालेर टक्क ल दाइ अनि हुन्छ टक्क
फोटो खिच्यौँ। अब यहाँ सर र दाइको फोटो खिच्ने रे एउटा फोटो चाहिँ हालिदिनुपर्छ। यस्तो छ गाइड पोखरी। गाइड हामी चाहिँ टक्क फोटो भिडियो बनायौँ होइन। सर हेर्न सक्नुहुन्छ। वाउ सर यस्तो छ गाइड है, हेर्न सक्नुहुन्छ। पोखरी छ ताल, यहाँ चाहिँ माछा पनि पाइन्छ होला, सायद पाइन्छ। त्यो माछा मार्दैछ, हेर्न सक्नुहुन्छ। ओ वाउ तयारी हुँदैछ यहाँ चाहिँ। यहाँ तयारी हुँदैछ। ओ दाइ कस्तो लागिरहेको तपाईँलाई? सुख भन्नुपर्छ नि दाइ। ल डमर दाइ ल सर समुदाय मेघदाई आज हुँदैछ यहाँ। यहाँ पनि यस्तो रहेछ, यस्तो छ। अब सुरु गर्नुपर्छ होइन? ल पोल्नुपर्छ, सुरु गर्नुपर्छ। ल कतिखेर गर्ने हो? अहिले त कालो होला के हो? छैन होला नि। होला 3 बजीसम्म भइहाल्छ। काकाको 3 वर्षमा हुन्छ राख्ने बस्नुपर्छ त नि। काकाको 3 वर्षमा हुँदैन नि आज। हुँदैन 2 बजीसम्म हो, 2 बजीसम्म हो नि। अब उसले पर 1 बजी आउँछ। एकछिन ल बन्द गरेर ल मैले यहाँ भिडियो बनाउनु पर्यो। यहाँ चाहिँ बनाउने तयारी हुँदैछ। कोइला रेडी भइसक्यो। मासु त टन्नै रहेछ त। खाँदै जाऊँ न। भुले ठुलो बनाउँ भने ठुलै हो त यो त अझ। अस्ति त सानो सानो भएर कम झ्याउ भएको थियो। अझै पनि नहुने नि अझै यो यस्तो लट्ठी बाँध्दै होइन अनि बिजोग थियो त्यतिखेर त अलिक धेरै राम्रो हो। ठ्याक्कै त्यो गऱ्यो भने दामी हुन्छ। यो त झन् ठ्याक्कै रहेछ। फ्रिजको हो क्या यो? होइन उसको त्यो ओभनको के ए दामी हो नि। हात चाहिँ हेर्नु न। हेर्नु त बनाउने सिस्टम त हात यस्तो मजाले पाक्छ नि। फेरि चिम्टा भयो होइन कि अझै रसिलो हो नि त यसले फेरि। ल साथीहरू हेर्नु है, यो चाहिँ सेकुवा हो। कुखुरा अलि बोर राख्नुपर्छ, निकाल्ने बेलामा फेरि गाह्रो हुन्छ। पाक्दैछौँ। एउटा चिम्टाको कमी भयो क्या। चिम्टा नभए अझ गल्ती गरेर हामीले अर्को पनि ल्याउनु पर्ने रहेछ। अर्को पनि ल्याएर च्यापेर तारले बाँधेर तारले गराइदिएर अनि त्यहाँबाट फर्काउने उल्टो पाल्टो फर्काइदिएको भए हुन्थ्यो कि। नबानेको पनि ठ्याक्क खप्टाइकन त्यसलाई उल्टाइदिएको भए भइहाल्यो कि। अर्को पनि ल्याउनु पर्ने रहेछ। हुन त काम गर्दै गयो आइडिया आउँथ्यो नि। ठिक छ। अर्को पालि आइडिया आयो फेरि। सेकेन्ड टाइम हामी चाहिँ यहाँ होइन जब यो भयो भर्यो च्याप्यो फर्काइदियो केही गर्ने नपर्ने। पहिला पनि रमाइलो भयो, तर पोल्नेमा चाहिँ अलिकति फरक भयो नि त। पहिला हुन्थ्यो होइन? पहिला त धेरै सजिलो थियो पहिला भन्दा पहिला त कहाँ थियो, आगोमा पोल्छ। लट्ठी यस्तो उयो त्यस्तो उसमा क्या विजय गरेर अहिले त धेरै राम्रो हो नि यो। रातो हुन्छ कि हुन्न भने रातो भयो नि पग्लेर। समुदाय आउनु न तपाईँ कता? तपाईँ यार अब बस्नु न, जाडो छ हल्का। यसो नजिक बस्नु। पाक्दैछु समुदाय सबै। आज चाहिँ ठ्याक्कै 5 जना छौँ हामी चाहिँ। अझै छ यहाँ सुकुवा। मोबाइलै पड्केल है फेरि। पाकिरहेको दाइ मस्त देखिरहेको तलबाट। कस्तो दामी तरकारी भएको छ हेर्नु है। झर हेर्नु कस्तो मजाले के एक नासले पाक्छ कि यसरी। सिक्क है पुरै। तल फेरि पुरै कालो हुने।
यसरी यसरी फर्काउनु पर्छ त्यसलाई यसरी राख्ने राख्ने तातो होला है छैन अहिले त भइगयो त तेल भयो त्यसमा सर तेल लाउनु पर्ने हो थियो कि होइन हामीले बाल्टीमा त्यो अर्कै बाल्टीमा त्यो बनाइल्याउनु पर्छ कि ट्याक्क यसरी यसरी छाउनु पर्छ कि तेल ठक्क हाल्यो तर चिम्टा चाहिँ चाहिँदैछ तर प्योर सेको होइन यो के हो सेको मसलै हो र दाइ होइन त्यो हामीले त्यो बजारतिर किनेर खान्छौँ नि सेको त्यस्तै बासना आयो त मैले खतरा मसला खतरा बनाएको त्यहाँ बजारतिर पोलेर हुन्छ नि ठेलामा काठमाडौँमा होइन अब दामी ल सिक्का गाई चामल सिक्का चाहिँ रेडी हुनु लाग्यो अब खानुपर्छ कि बजाउनु भ्लगर चाहिँ खत्रै हो कि यार भ्लगर चाहिँ खत्रै हो है भयो नि है यो भएन बस ओ ल सिक्का देख्दाखेरि काँचो काँचो मान्ने भने तर यो राम्रोसँग पाकेको हो कि फेरि यो रसिलो तलको रापले पाकेको हो नि त्यो अहिले एकछिन छोडिनुहोस् एक लट त्यहाँ सुरु भएपछि अनि बल्ल बल्ल चिम्टा त भयो चिम्टा चाहिँ यता एकतिर यता जाँदो रहेछ काठको चिम्टा तर कस्तो मिल्ने है क्या खाउँ जस्तो कि यस्तो छ साथीहरू यस्तो छ साथीहरू फुल कलर यसलाई चिम्टा पनि बनाउनु सकिन्छ कसै गर्नु अलिक मोटो खाले हुन्छ नि अलिक मोटो खाले भएपछि ट्याक्क चक्कुले यो गरेर ट्याक्क चेप्टो बनाएर चक्कुरी चुटो सिक्को यस्तो छ अचारै भएन नि त यार मिल्दा यार हो त नि यत्रो बिर्सेको नि चट्नी बनाउनु बिर्सेको ल कसैले लो यादै नगरिरहेको चट्नी त्यो हो त यार त्यो पिरो पिरो हल्का भए कस्तो दामी हुन्थ्यो होइन चट्नीको त ख्यालै नभएको त हुन पनि बल्ल अहिले पो ख्याल सबै चिज थियो मिक्सर अस्ति केही नहुँदाखेरि जुगाड बनायो अरूसँग मागी होइन अहिले सबै साबुन हुँदाखेरि पनि यस्तो ठिकठाक केही छैन अर्कोचोटि याद आउँछ फेरि भयो भने कि बपाल राम्रो भयो कि ए हामी त यहाँ त दाउरा कमी छैन नि है जति भन्नु भइरहेको छ ल खाइ चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ अब हामी चाहिँ टक्क सेको पाक्दैछ सेको पाकेपछि टक्क खानुपर्छ यस्तै छ है हाम्रो आज चाहिँ छुट्टीमा कहीँ गइएन यहाँ पोखरी टक्क आयो सर हेर्न सक्नुहुन्छ पानी मच्छीले खाने माछा रहेछ नि छ त माछा नि के अरे यतिको राम्रो हुँदैन रहेछ एक गट मासु निकाल्दै एउटा पिस ताक्नु नपाउँदै सबै वार्न सकिन्छ अहिले हामी खेर त बेलुका खानु पाक्यो र अलिक पाकेको नै क्या यो अलिक आगो परेको कि फत्रक्क यो भइसकेको छ कि हेर्नु न यो त गराइदिन्छ हातीले पोल्छ ए ऊ छ त अघि ल्याएको होइन त्यो टिस्यु पेपर टिस्यु छ त त्यसले हात चाहिँ गरिदिन्छ है कस्तो अर्को थियो नि त्यो नयाँमा यार त्यो ल्याउनु पर्ने रहेछ नि है यो थोप्रो मैले बिस्तारै गर्नु ल हात पोल्छ नि फेरि परेन कि आगो त ठिकै गर्नुपर्छ कि अलिक धेरै भयो कि ठिकै भयो ठिकै छ ए अलिअलि झरझर पनि पारिदिउँ के अझ पुरै घाम लाग्नुपर्ने थियो कि होइन अलिकति गर्मी हुँदाखेरि फुटबल खेल्यो नि हो त्यो यहाँ पढ्न गाह्रो हुन्छ नि धेरै गर्मी भयो भने त्यो पनि फेरि यतिकोमा आगा छेउमा बस्नु पनि सजिलो भएको छ यहाँ न्यानो भइरह्यो यस्तो छ
समुदाय अस्तिको हेरेर पलाई पनि धेरै छ त्यो धेरै राम्रो हो यो नम्रदाय मासु पनि धेरै राम्रो भएको छ नम्रदाय हाम्रो सुरक्षा यहाँ बनाउँदै हुनुहुन्छ एक्कासी प्लान भएको त्यो उहाँले हिजो ड्युटीबाट आएर भोलि जानुपर्छ ल भन्ने कुरा गर्नुभयो जानु मिस्टेक त थोरै थोरै गऱ्यौँ हामीले गर्नु त तेल चाहिँ कति ल्याएनौँ तेल पनि हाल्दैनौँ कि हामीले योमा तेलमा डुबाएर यसलाई बल्ल फ्रिजमा हाल्नुपर्ने हामीले कस्तो के हो कि होस् कता कता गयो कि हेर्ने ठिक छ त्यो के छैन ठिक हो ठिक हो ठिकै हो दाइ के हुँदैछ त आज यहाँ सिक्का होइन सेकुवा पाक्दैछ अब पाक्दैछ अब खानुपर्छ अब ड्याङ्ग के अनि 5 यस्तै मिनटपछि यो खाने लाग्छ ठ्याक्कै यो खाँदै गऱ्यो दाउरा हालिदियो कोइला बन्छ फेरि अर्को लटा हालिदियो छोडिदिने इन्जोय गर्दै पहुँच्यो तपाईँ बल होला कि रात अलि नपाके जस्तो छोडिदिनुहोस् बरु एकछिन चटनी भइदियो भने कस्तो बवाल हुन्थ्यो होइन अनि पिरो पिरो होइन ठिक छ केही छैन है ल हुन्छ दाइ ल सुरक्षा लाउनु आउनु न एक समाति हाल्नु ल के अरे जीवन ल हुन्छ दाइ ल हामी चाहिँ गाई चाहिँ अब सुरु गर्छौँ यति पाकिसकेको छ अब ल एउटा टिपेर खाइहाल्नु हो ल दाइ टिपेर खाइहाल्नु नि एउटा पहिला चेस हाने फोरा नदिनु ल म पनि फोर्छु नि यहाँ ल अनि उहाँले चाहिँ त्यो मासु पोल्ने मान्छे हात डर्छ भनेर त्यो जुस खानु भयो ल है ल भनौँ न ल आउनु ल ल उठाउनु ल ल ल गाई चाहिँ ल ल गुड सन्डे ल गुड सन्डे ल ह्याप्पी सन्डे ल उखानुहोस् सिक्का ल कस्तो छ दाइ दामी छ नि है समुदाय कस्तो छ दाइ ठिक छ नि खानु भयो खानु ल दामी पाक्दैछ मसलाको टेस्टहरू भयो नेपाली टेस्ट राम्रै पाइन्छ दाजु मासु त फर्मै पो छ त यार टेन्सन नहुनु खेला जान्न भइहाल्छ किन पहिले बिस्तारै खासै हाल्दैन क्या मैले अब नेपालमै बसेर त्यो अरू जस्तो गरेर त्यो गरेँ होइन अब त हुन्थ्यो होला त्यही त हो नि अब यसो रमाइलो जाँदाखेरि कहिले कसो तपाईँ हामी यसरी जाँदाखेरि बनाउने अनि त्यस्तै त हो नि अनि त्यो बेला सम्झना हुन्छ पछि हेर्दा नि हुन्छ नि होइन त्योमा राखेपछि डिलिट पनि हुँदैन मलाई राखेपछि मोबाइल हराउला के होला मोबाइल फुल हुन्छ पुरानो डिलिट गर्ने फेरि नयाँ बनाउने कुरो हुँदैन डिलिट गर्ने मिलाउने टक्कै काट्ने ल गरेर हेर्नुहोस् त अब ल ल हेर्नुहोस् अब यो राम्रो भयो अहिले चाहिँ अब भयो कि बनाउन चाहिँ सजिलो हुने है अब भयो कि सेकुवा बनाउने स्टाइल उहाँले चाहिँ सेक्का बनाउँदै हुनुहुन्छ सेकुवाको मास्टर भइ हुनुहुन्छ हुनु न उहाँ कुक मास्टरै हो मेन सेफ मेन सेफ पहिला 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 पनि उहाँले चाहिँ बनाउनु भएको थियो त्यतिखेर त हामी टन्नै थियो कति 10-11जना थियो होइन हो त्यतिखेर उहाँले बनाउनु भयो तर त्यो बेलाको जति चिकन त आज 5जनाले पनि यत्रो टन्नै चिकन छ त्यो बेला पनि यति नै थियो अहिले पनि यति नै छ सेक्का चाहिँ टन्नै छ यो उहाँले गर्दै हुनुहुन्छ सौरवलाई बरु फोन गरेर मैले हानेको लागेन के फोन छ अनलाइनमा फोन हान्नु त भाइले पुरा रहर मान्छ क्या हेर्नु यस्तो छ सेक्का बनाउँदै हुनुहुन्छ यहाँ हाम्रो फेरि पाकिसकेको सेक्का यहाँ छ खाँदै हुनुहुन्छ खाँदै हुनुहुन्छ यता
कस्तो छ दाइ सिकुवा ठिक छ दामी छ नि दामी आज आइतबार जे हो पनि यो कहिले कसो त होइन सधैँ हुँदैन काम गर्नुपर्छ अरू बेला ल ठिक छ अहिले चाहिँ अर्को स्टाइलले पाक्दैछ गाई चाहिँ यस्तो छ आज जुगाड भइरहेको छु आज सस्तै थियो पाक्दैछ पाकिसक्यो खाएर भ्याएर अब अर्को सुरु अर्को लट्टोको सिक्का ए यो आएछ क्या हेर हेर यो कसको हो यार यो मेरो हो जुस जुस छ ल भाइ भाइ कस्तो छ सिक्का आदि सिक्का उठाउनु न एउटा। होला भनेको दामी यहाँ यता देखाउँदै रा मलाई भने राखिरहेको छु कि दामी छ नि है बिमलेन सबैलाई भन्दा अझै केही गरेकै छैन केही छ क्या गरेकै छैन मैले आउनु त एकछिन तातै खाने हुन्छ भने केही गरेकै छैनन् आउनु ल अलि छिटो आउनु हामी वेट गर्छौँ है लोकेसन सेन्ड गर्नु पर्दैन